हेलो साथीहरु, वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला आयो। अनि आज चाहिँ मैले फेरि अर्को भिडियोमा उपस्थित भइसकेको छु। अनि आज चाहिँ मेरो काम रहेको छ यस्तै। अब मल छर्ने गाउँतिर चाहिँ यस्तै छ, मल भन्छ यसलाई। यसलाई चाहिँ धेरै ठाउँमा गोबर पनि भन्छ हैन, गाई बस्तुको गोबर चारो खाएर अब बनाएको अब कम्पोस्ट मल। अनि हाम्रो त्यहाँ छ ट्र्याक्टर मिनी पावर टिलर। मैले चाहिँ आज यहाँ चाहिँ बिउ राख्ने कार्यक्रम चलिरहेको छ मेरो चाहिँ। अनि चाहिँ मैले चाहिँ यहाँ काम गर्दैछु। अब हेरौँ कति काम गर्दैछु। ट्र्याक्टरै अफ भइदियो यार। लाइक झन् यो पेट्रोलको महँगीमा झन् यार ट्र्याक्टरै बिग्रियो जस्तो छ यार। 81 ट्र्याक्टर अफ भयो यार। के यार के भयो यसको मेन प्रब्लम चाहिँ के हो यार? ट्र्याक्टरै स्टार्ट हुँदैन यार। यत्रो जोत्न रह्यो नि यार। त जोतेर भ्याइसक्यो, यता चाहिँ ट्र्याक्टरै स्टार्ट भएन। त्यही पनि हेरौँ है के हुन्छ, ट्र्याक्टर स्टार्ट हुन्छ कि न। स्टार्ट भएन, के भयो मेन प्रब्लम केमा भयो यसको? यस्तो प्लग नि हेरिदिइरहेको, प्लगमा नि केही प्रब्लम चाहिँ छैन। अचानक ट्र्याक्टरको प्रब्लम हेर्दै है 1000 पल्ट कोसिस गर्दा पनि हुँदैन। अब 1001 पल्ट गर्छ है त। यार ड्राइभर से मैं ट्र्याक्टरले धोका दियो नि यार मलाई। के गरेछ के फाइनल साथीहरु जोतेर नि भ्याइयो। टक्क देख्नु भएको छ उहाँ पनि टायरहरु त्यहाँ पनि जोतेर भ्याएको छु। मेरो क्यामेराले चाहिँ भ्याएन। फाइनली जोतेर चाहिँ भ्याइयो हैन। अब चाहिँ ट्र्याक्टर घर लानुपर्ने हुन्छ हैन। ल ट्र्याक्टर घर लान्छु अनि घर गएर देखाउँछु है त के हुन्छ। ल गाइज, आजको त दिनचर्या देखिसक्नु भयो होला। आजको दिन कसरी गुज्रियो। अब यस्तै छ गाउँतिरको नयाँ नयाँ अपडेटहरू लिएर आइसक्छु अब अर्को भिडियोमा। यो भिडियो फेरि लङ हुने भएकाले मैले धेरै बनाइनँ। अब आज चाहिँ यो भिडियो यहीँ इन्ड गर्न चाहन्छु मैले। थ्याङ्क यू फर वाचिङ। राम्रोसँग हेरिदिनु होला, धेरै धेरै माया गरिदिनु होला। बल्ल सुरुवात हो। हस्त धन्यवाद। यो भिडियो